चीज हो जुन काटेपछि मानिसहरू धुरु धुरु रुन्छन्? प्याज प्याज पक्का प्याज त हो नि हो? या डाउट छैन नि? छैन 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 नि? ल लक गरिदिउँ? ल ल राइट। वाउ। त्यस्तो कुन चीज हो जुन काट्न साथ मानिसहरू गीत गाउन थाल्छन् थप्पडी बजाउँदै? काट्न साथ अघिको चाहिँ रुन्थे, अब चाहिँ मानिसहरू गीत गाउन थाल्छन्। त्यो कुन चीज हो जुनलाई काटेपछि मानिसहरू गीत गाउन थाल्छन् थप्पडी बजाएरै? यसरी हात पुस्ने होला काटेपछि हैन? सोध्न त अलिअलि पायो नि त। हैन सोच्नुस् न। गीत गाउन थाल्छन् भने चाहिँ के हो यार, यो त आएन। कुन चाहिँ के हो? त्यस्तो कुन चीज हो जसलाई काटेपछि मानिसहरू गीत गाउन थाल्छन्? थाहा भएन यो त। ह्यापी बर्थडे टु केक। यु। केक। ओहो, ह्यापी बर्थडे टु यु। ल ओके, यो लास्ट वान है, गाउँ खाने प्रश्न। हरियो माछाका हरियाले अन्डा, छिटो उत्तर भन नत्र खान्छौ डन्डा। के हो? हरियो माछाको हरियो नै अन्डा, छिटो उत्तर भन नत्र खान्छौ डन्डा। के हो? के हो यार? हरियो माछाको हरियो अन्डा, छिटो उत्तर भन्नु नत्र खान्छौ डन्डा। या के हो? गाउँ खाने होइन दिमाग खाने चाहिँ हो। दिमाग खायो, अब दिमाग घुमिरहेको हुन्छ नि त। हरियो माछाको हरियो अन्डा के हो यार? हरियो अंगुर? कसरी? भित्र पनि हरियो हुन पर्यो कि? हरियो त हुन्छ नि अंगुर त भित्रपट्टि, बाहिरको त्यस्तो निकाल्दा भित्रपट्टि हरियो हुँदैन? त्यो सानो लेयर भयो। माछा कहाँ छ त त्यहाँ? माछा चाहिएन के? माछा जस्तै कुनै हल्का भयो नि, लामो लामो चिज थोरै भए पनि बनोट। माछा किन भन्यो नि थोरै लामो भइदेला। ए हरियो माछाको हरियो अन्डा, छिटो उत्तर भन नत्र खान्छौ त्यो त राइमिङ मिलाउन भनियो, त्यो सेकेन्ड लाइनमा नजानु न। के हो यार? माछा पास भन्दियो है? आएन। के राउ? ए के राउ? त्यो ग्रीन कलरको वाला। ए ओके ओके फाइन। अब चाहिँ फिल्म सेक्टरकै के क्वेसन छन् जुन तपाईहरुलाई दिमाग खानु पर्दैन, सजिलै छन् है? सजिलै भइदियोस्। ओके, गाली आइन्छ। अब एक्सन रिलेटेडै मुभी छ नि त, एक्सन स्टार सुशील श्रेष्ठको मुभी। अब एक्सन स्टार सुशील श्रेष्ठलाई प्रश्न सँगसँगै तपाईलाई पनि। एक्सन अभिनेता निखिल उप्रेतीको पहिलो फिल्म कुन हो? राम राम। निखिल उप्रेतीको पहिलो फिल्म? अप्सन हुनुपर्ने यस्तो क्वेसन। यसमा त अप्सन हुनुपर्छ। अब अघि तपाईले बाक्को कला भन्नुभयो, हैन उहाँहरु त अब खतरै भयो नि। पहिलो फिल्म पहिलो मलाई पनि थाहा छैन। म क्लु चाहिँ दिन्छु ल। तपाई पुलिस हुनुहुन्छ, पुलिस भएपछि तपाई केमा राख्नुहुन्छ कैदीहरुलाई? कैदी जेल। जेलमा? जेललाई अर्को जेल जस्तै अर्को जेललाई अर्को के भन्छ? पिंजडा। मिल्यो? वाउ, जेललाई पिंजडा भन्छ? हैन पिंजडा अब त्यो थुनामा भयो नि त। क्लु अब डाइरेक्ट पनि दिन मिलेन नि त। अर्को, हे मान्छे हुँ म मान्छे, तर त जस्तो असुरको लागि शंकर हुँ शंकर। यो कुन फिल्मको डायलग हो? यो त शंकर फिल्म। राजेश दाइको भइहाल्यो। राजेश दाइको हो, महाबागको हो। हजुर। कुन फिल्मको होला त? जीवन रेखा हैन, के हो? शंकर नै हैन फिल्मको नाम? के हो? जीवन रेखा त शिव श्रेष्ठको हैन, फर्स्ट मुभी हो। राजेश दाइको कुन चाहिँ हो? मलाई त थाहा भएन। हामी कसलाई पुच्छौं? देउता। या। देउता हो। त्यो अलिकति त्यो अप्सन राखेको त्यो सठिक ट्यागको डायलग याद आउँदैन नि त। ओके, अर्कै, रुकुमेको त कुन फिल्मको गीत हो? त्यो त खुसमा। वाउ। अब चाहिँ पर्सनल एक एकवटा क्वेशन तपाईहरु दुई जनाकै हैन? सो यो चाहिँ अञ्जनाजीलाई प्रश्न। सुशील श्रेष्ठको आगामी चलचित्र कुन हो? आगामी चलचित्र परिवर्तन पछिको? राम नाम सत्य हो? ओके, अब तपाईलाई यही प्रश्न, यो चाहिँ अञ्जनाजी रिलेटेड। अञ्जना पराइलीको पहिलो फिल्म कुन हो? महापुरुष। पक्का हो? पक्का हो नि हैन? वाउ।